अनायो घरमा भात पकाउने बेलामा भाडा चाहिँ मैले माझ्नु पर्ने। को मरो फेरि यति बेला? ए गर्लफ्रेन्डको आएको रहेछ। हेलो कान्छी। ए कान्छी म अफिसमा फाइलहरू यसो पुस्दै बसिरहेको छु कान्छी। भोलि भेट्नु पर्ने। ए कान्छी मैले फिक्स गर्छु नि ल, यहाँ म बिना कम्पनीमा मान्छेहरूले काम गर्न सक्छ कि सक्दैन म यहाँ कामदारसँग कुरा गर्छु अनि कान्छी म तिमीलाई डिसिजन दिन्छु नि ल। चुतिया साथीलाई फोन गर्नु पर्यो। हेलो ह्यान्डसम साथी, सुन न भोलि मेरो माइजू बिरामी हुँदो रहेछ तल, नगइ नहुनेछ। त्यो तिम्रो त्यो अस्ति किनेको सेतो जुत्ता अनि त्यो कालो प्यान्ट त्यो तिम्रो हरियो भेस्ट भोलि मलाई एकछिन लाउन देऊ न साथी ल प्लिज। धोएर दिन्छु साथी, धोएर दिन्छु ल साथी। ल म भरे आउँछु है ल्याउनु। धन्यवाद यार मेरो साथी। ल कमला नाना, नाना भोलि माइजू बिरामी भएछ तल, नगइ नहुनेछ। 5000 रुपियाँ खर्च गरिदिनु न हौ नाना, म छिट्टै फिर्ता दिन्छु नाना। होइन नाना अस्तिको सँगै म फिर्ता दिन्छु त नाना, यो बाजी सबै तिर्छु तपाईँको। हस् हुन्छ नाना हुन्छ। हेलो कान्छी। ए कान्छी अफिसमा यहाँ कुरा मिलिसक्यो कि म भोलि कान्छी भेट्न आउँछु, बिहानै आउँछु। अनि कान्छी म भोलि लोकल बसमा आउँछु ल, मेरो कार हगा बिग्रेको छ अनि म त्यो भिडभाडमा गाडी कुदाउनु पनि सक्दिनँ, भर्खर किनेको कार फेरि। हुन्छ कान्छी ल भोलि भेटौँ कान्छी ल। यति नगरी आजकल गर्लफ्रेन्डलाई टिकाउने गाह्रो। कार छ आइफोन छ भनेन भने त अहिले कति बेला ब्रेकअप हुन्छ थाहै हुँदैन।